यस नेपाली पाइला युट्युब च्यानलमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। सिटिबिटी अन्तर्गत प्रथम सेमिस्टर नेपाली विषयमा रहेको भावना शीर्षकको एकाङ्की लिएर उपस्थित भएका छौँ। यस एकाङ्कीका रचनाकार भीमनिधि तिवारी हुन्। यस एकाङ्की अन्तर्गत रहेर आज हामी चरित्र चित्रण गर्न गइरहेका छौँ। चरित्र चित्रण गर्ने क्रममा यस एकाङ्कीका मुख्य पात्र बुढा जुन यस एकाङ्कीका मुख्य पात्रका रूपमा उपस्थित भएका छन्, उनको चरित्र चित्रण गर्न गइरहेका छौँ। नेपाली साहित्यका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भीमनिधि तिवारीको जन्म विक्रम सम्वत 1968 सालमा भएको हो भने उनको निधन 2030 सालमा भएको हो। उनले नेपाली साहित्यका कविता, नाटक, कथा, गजल, प्रबन्ध र उपन्यासका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको पाइन्छ। विक्रम सम्वत 2017 सालमा उनको विस्फोट कविता सङ्ग्रहका लागि उनले मदन पुरस्कार समेत प्राप्त गरेको पाइन्छ। त्यसैगरी उनका नाटकहरूमा सहनशीला सुशीला, शिलान्यास, चौतारी, लक्ष्मीनारायण, काशीबास आदि चर्चित नाटकहरू प्रकाशित भएका छन्। सामाजिक नैतिकतालाई बल पुर्याउने खालका विषयवस्तु चयन गरी रचना गर्ने नाटककार भीमनिधि तिवारी आदर्श र यथार्थलाई सम्मिश्रण गर्ने नाटककारका रूपमा हामी चिन्दछौँ। मिठो व्यङ्ग्य साथै सरल भाषाको प्रयोग गर्ने उनको आफ्नो छुट्टै किसिमको विशेषता रहेको छ। उनका नाटकहरू मञ्चनीय छन्। उनका नाटकहरू मञ्चमा मञ्चन गर्न सरल र सहज छन्। देशभक्तिका भावना व्यक्त भएका उनका नाटकहरू हेरेर हाम्रो हृदय खुसी हुन्छ। भीमनिधि तिवारीले रचना गरेको भावना एकाङ्कीमा राणाकालीन निरङ्कुशताका विरुद्ध जनताहरूले गरेको भीषण क्रान्तिको सेरोफेरो घुमेको पाइन्छ। राणाकालीन निरङ्कुशता विरुद्ध जनताले गरेको भीषण क्रान्तिको सेरोफेरोमा भावना एकाङ्कीको कथावस्तु केन्द्रित भएको छ। 104 वर्षे जहानिया राणा शासन र त्यसका विरुद्धमा जनताहरूले गरेको जनक्रान्तिको विषय एकाङ्कीमा आएको छ। अब हामी यस एकाङ्कीका मुख्य पात्र बुढाको चरित्र चित्रणतर्फ लागौँ। मुख्य पात्र बुढा र उनको चरित्र चित्रण। भावना एकाङ्कीमा बुढा मुख्य पात्रका रूपमा आएका छन्। एकाङ्कीमा सत्पात्रका रूपमा देखा परेका बुढा सकारात्मक सोच भएको क्रान्तिकारी शान्तिप्रेमी पात्रका रूपमा उपस्थित भएका छन्। बुद्धको जन्मभूमि नेपाल भएकाले यहाँ क्रान्तिले शोभा दिँदैन। जस्तोसुकै समस्याको समाधान पनि शान्तिबाट मात्र सम्भव छ। गरिब जनताहरूलाई वादले केही पनि दिन सक्दैन भन्ने तर्क बुढाको रहेको छ। निम्नवर्गीय समाजलाई शिक्षा, स्वास्थ्य र रोजगार प्रदान गर्न निस्वार्थ क्रान्ति भएमा मात्र सबैको हित हुन्छ। नेताहरूले निस्वार्थ भावनाले क्रान्ति गरेर यसलाई निष्कर्षमा पुर्याउनुपर्छ। स्वार्थ पूरा गर्नेहरूको विरोध गर्नुपर्छ भन्ने मानवतावादी विचार उनको रहेको छ। मानवतावादी पात्रका रूपमा बुढा यस एकाङ्कीमा देखिएका छन्। समग्रमा यस एकाङ्कीका मुख्य पात्र बुढा राष्ट्रप्रेमी, मानवतावादी, शान्तिप्रेमी पात्रका रूपमा देखिएका छन्। क्रान्तिकारी सोच भए तापनि यदि क्रान्तिले समाज र राष्ट्रलाई अनि जनतामा कुनै पनि किसिमको परिवर्तन दिन सक्दैन भने त्यो क्रान्ति औचित्यहीन हुन्छ भन्ने विचार बुढाको रहेको छ। क्रान्ति गर्ने नेताहरूमा पनि निस्वार्थ भावना हुनुपर्छ भन्ने सकारात्मक भावना राख्ने सच्चरित्रका रूपमा बुढा यस एकाङ्कीमा देखिएका छन्।